गुड मर्निङ सबैजना भ्युअरहरूलाई। म यहाँ साउदीबाट ल हेर्नु साउदीको हाम्रो काम है यस्तो छ है। दिनभर सिग्नल आउँदैन, 12 घन्टा खाना यहाँ ल्याइदिन्छ, यस्तो अवस्था छ। कोही आउन चाहनुहुन्छ भने साउदी ल आउनुहोस् है। हुन्डाई कम्पनीमा एक्सकाभेटरलाई 2200 दिइरहेको छ अरे 8 घन्टाको, आउन सक्नुहुन्छ। हाम्रो काम यस्तो छ है, टावर सावर केही पनि पाउँदैन। यो डाँडामा जाने हामी, उतापट्टिको डाँडामा बाटो बनाउँदै यो सेतो डाँडा देखेछ नि, यहाँ जानुपर्छ। 2टा डाँडा काट्नुपर्छ। हिमाल, साउदीको हिमाल। ढुङ्गा मात्रै हो यो, ढुङ्गाको पोखरा हो यो। जोत्यो पन्जाबले जोत्यो। अस्ति एउटाले गुल्टायो, मान्छे मरण छ। अहिलेसम्म होस आएको छैन रे, 1 हप्ता हुन लाग्यो। यहाँ तलबाट गुल्टेको हो, त्यो त यहाँ हो, यहाँबाट लडेको हो, यहाँबाट गुल्टेको है तल्लो बाटोबाट। यो ढुङ्गा राखेको छ, ढुङ्गाबाट ठ्याक्कै तल गएको हो त्यो मान्छे, त्यो ढुङ्गानिरबाट गएको तल। आमामा धुलो। मेरो गाडी पुरै धुलो बनाइदियो अहिले त। आमामा अस्ति एउटै यस्तै हो लडेको, गुल्टेको बुलडोजर। नपत्याउने ठाउँबाट गुल्टाएर जोत्नु चाहिँ जोत्छ यसले, जस्तो भयो नि जोत्छ। ओह्रालोमा जोत्छ, उकालोमा अलिअलि गाह्रो पर्दो रहेछ यसलाई। अस्ति राम्रो चलाउने मान्छे चाहिँ गयो के अरे, हस्पिटलतिर भर्ना भएको छ, खै अहिलेसम्म होस आएको छैन रे। यो चाहिँ खासै चलाउनु त चलाउँछ, फिनिसिङ गर्न जान्दैन। अलिक गाह्रो छ यसलाई काम गर्नु। ल खै आज कहाँसम्म पुग्छ बाटो यकिन्नै छैन। उता ढुङ्गा पहराहरू छ, यता हिजो दिनभरि यही थुप्रोमा लाग्यो, कडा ढुङ्गा निस्केर। पहाडको एरिया, नो सिग्नल, नो नेटवर्क एरिया, पुरै धुलो बनाइदिए। ल हुन्छ, लाइक सब्सक्राइब गर्नुहोस् होइन। यस्तै भिडियोहरू आउँछ मेरोबाट। नयाँ हुनुहुन्छ भने हेर्नु भएको छैन भने हेर्नुहोस् भिडियोहरू होइन। डोजर सम्बन्धी मात्रै आउँछ भनौँ न, ब्लग। आफूले जानेको बुझेको कुराहरू अवश्य पनि भन्ने छु। तर भिडियो मात्रै बनाएर पनि भएन, काम पनि गरेर देखाउनुपर्छ। यहाँबाट अगाडि खन्ने भाग मेरो हो, यो चाहिँ मेरो पछाडि हुन्छ होइन। उताबाट खनेको हो अगाडि, त्यहाँबाट म अगाडि खनिरहेको छु अहिलेसम्म। अर्को छसँग त अगाडि राख्दैन त्यसलाई, मलाई मात्र अगाडि राखिरहेछ। ल हस् त, बाई। काम पनि गर्नु पऱ्यो होइन। काम नगरी फेरि खाना दिँदैन, पैसा दिँदैन। खाना भन्दा पनि पैसा दिँदैन, खाना पनि दिँदैन नि। कति धुलो बनायो गाडी त। ल हस्, बाई।